नेपाल लाइफ बाहेक सबैलाई पुँजी पुर्याउन दबाब नेसनल लाइफ र शिखरलाई सहज कसले कति बढाउनु पर्ला। बीमा समितिले जीवन तथा निजीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ। समिति सञ्चालक समितिको बिहिबार बसेको बैठकले बीमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन दिएको हो। समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्यूनतम 5 अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले 2 अर्ब 50 करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ। समितिले तोकिएको न्यूनतम चुक्ता पुँजी आगामी 2079 चैत मसान्तभित्र कायम गरिसक्नु पर्नेछ। तोकिएको समयमा न्यूनतम पुँजी कायम गर्न नसकिए बीमा कम्पनीहरूले बीमक गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका बमोजिम हुने गरी पुँजी पुर्याउनु पर्नेछ। समितिले कम्पनीहरूलाई 30 दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्न पनि निर्देशन दिएको छ। विदेशी बीमकको रूपमा दर्ता भई सञ्चालन रहेको बीमकले पनि तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा 4 बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ। हाल जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी 2 अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको 1 अर्ब रुपैयाँ रहेको छ। समितिले हालको पुँजी न्यून भएको र जोखिम बढ्दै गएको भन्दै बीमा कम्पनीहरूको पुँजी बढाउन निर्देशन दिएको हो। त्यसलाई बढाएर बीमा समितिले जीवन बीमा कम्पनीको न्यूनतम 5 अर्ब रुपैयाँ, निर्जीवन बीमा कम्पनीहरूको 2 अर्ब 50 करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको हो। समितिको निर्देशन अनुसार अधिकांश बीमा कम्पनीहरूलाई पुँजी पुर्याउन सकस हुने देखिएको छ। जीवन बीमातर्फ नेपाललाई बाहेक सबैलाई पुँजी बढाउनु पर्ने। हाल नेपालमा 19वटा जीवन बीमा कम्पनीहरू सञ्चालन रहेका छन्। त्यसमध्ये राष्ट्रिय बीमा संस्थान र सर्वसाधारणलाई आइपिओ निष्कासन गर्न बाँकी रहेका 5 बीमा कम्पनी बाहेक सबैले हालको न्यूनतम चुक्ता पुँजी 2 अर्ब पुर्याइसकेका छन्। यस्तै मेट लाइफ इन्सुरेन्सले भने अहिलेसम्म चुक्ता पुँजी खुलाएको छैन। बीमा समितिले सबै जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी 5 अर्ब पुर्याउन निर्देशन दिएको छ। त्यस अनुसार नेपाललाई बाहेक सबै कम्पनीलाई पुँजी बढाउन सकस हुने देखिएको हो। नेपाल लाइफले हाल 8 अर्ब 20 करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। यो समितिले तोकेको नयाँ चुक्ता पुँजी 5 अर्बभन्दा 3 अर्ब 20 करोड रुपैयाँले बढी हो। त्यस अनुसार नेपाल लाइफलाई पुँजी बढाउन दबाब छैन। नेपाल लाइफपछि नेसनल लाइफको चुक्ता पुँजी 4 अर्ब 30 करोड रुपैयाँ रहेको छ। नेसनल लाइफले 5 अर्ब चुक्ता पुँजी पुर्याउन 24% अर्थात् 96 करोड बढाउनु पर्ने देखिन्छ। यस्तै प्राइम लाइफले 5 अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन 2 अर्ब 22 करोड रुपैयाँ अर्थात् 80% बढाउनु पर्ने छ। सबैभन्दा कम चुक्ता पुँजी भने सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको रहेको छ। संस्थानको चुक्ता पुँजी 18 करोड रुपैयाँ मात्रै रहेको छ। संस्थान भएकाले यसअघि पनि पुँजी बढाउन बाध्य नभएको संस्थाले 4 अर्ब 21 करोड रुपैयाँ अर्थात् 33% बढाउनु पर्ने देखिन्छ। पुँजी पुर्याउन शिखरलाई सजिलो। बीमा समितिले न्यूनतम 2 अर्ब चुक्ता पुँजी पुर्याउन शिखरलाई सहज देखेको छ। हाल शिखर चुक्ता पुँजी निजी बीमा कम्पनी सबभन्दा धेरै 2 अर्ब 28 करोड 60 लाख रुपैयाँ रहेको छ। त्यस अनुसार शिखरले 21 करोड 40 रुपैयाँ अर्थात् 9% चुक्ता पुँजी बढाउनु पर्नेछ। यस्तै नेको इन्सुरेन्सले 42% अर्थात् 75 करोड रुपैयाँ थपे पुग्नेछ। हाल नेपालमा 20वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालन रहेका छन्। त्यसमध्ये ओरिएन्टल नेसनल इन्सुरेन्स चुक्ता पुँजी उल्लेख गरेका छैनन्। बाँकी 18 कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी बाहेक सबैले हालको चुक्ता पुँजी 2 अर्ब पुर्याइसकेका छन्। राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी हाल 26 करोड रुपैयाँ मात्र रहेको छ। न्यूनतम चुक्ता पुँजी 2 अर्ब 50 करोड रुपैयाँ पुर्याउन कम्पनीले त्यति 837.73% अर्थात् 2 अर्ब 33 करोड रुपैयाँ चुक्ता पुँजी थप्नुपर्ने देखिन्छ। नन लाइफ भनेपछि अब
78 भनेपछि 79 चैत्र मसान्त, अर्को सालको चैत्र मसान्तसम्ममा चाहिँ यो टार्गेट रहेको देखिन्छ। भनेपछि अब आउने दिनहरूमा लाइफ इन्सुरेन्स चाहिँ धेरै माथि जाने लगभग देखियो।